अरू त भन्दैन, तर यो घोषणापत्र चाहिँ मन पर्यो क्या मलाई। अहिलेका नेताहरूले चाहिँ मुखमा जे आइदिए बोल्छन्, भोलि भन त्यो आफ्नो ठाउँमा छ, तर यो मान्छेले भनेको कुरा चाहिँ हुनसक्छ है बरु। हेर्नुहोस्, बरु यो कुरा चाहिँ पत्याउन सकिएला, तर अहिलेका नेताहरूले भनेको चाहिँ पत्याइन्न के। सुन्नु है, मस्त घोषणापत्र छ। मेरो यसपालिको घोषणापत्रमा पहाडको चिसो हावा कैलाली र कञ्चनपुर तराईमा र पहाडमा गर्मी भएको समयमा तराईको तातो हावा मैले पहाडमा ल्याउने र अच्छा हमको सिखा रिया है। अपी हिमालको चिसो पानी हिउँका डल्ला सहित बगेर आएर बुढीतोलामा ठुलो टङ्की बनाएर घर घरमा चिसो पानी र कैलाली कञ्चनपुरवासीले फ्रिज पनि राख्नुपर्ने र एसी पनि राख्नुपर्ने गजब बेइज्जती है। मैले यस्ता योजना ल्याएको थिएँ र कैलाली र कञ्चनपुरका जनतालाई मैले स्वस्थ बनाउनको लागि 9 जिल्लाकै दुध कलेक्सन गरेर त्यही बुढी तलामा ठुलो दुधको टङ्की बनाएर रुको जरा सबर करो शुद्ध दुध दिनको 2 चोटि खुल्ने बिहान र बेलुकी र जस्तै खानेपानी विद्युतको बिल तिर्छन् त्यही मिटर सिस्टमको घर घरमा दुधको टङ्की लाउने भन्ने मैले योजना ल्याएको थिएँ। Ha 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 ha!